हेलो नमस्ते स्वागत छ सम्पूर्ण मेरो साथीहरूलाई म आइसकेको छु हाम्रो यो धनगढीको खुल्ला मञ्चमा देख्न सक्नुहुन्छ मेरो पछाडि हाम्रो प्रदेश स्तरीय सिप तथा रोजगार मेला 2082 को यहाँ हाम्रो यो आयोजक धनगढी उपमहानगरपालिका धनगढी कार्यालयमा आइसकेको छु। यसको भित्र जाऊँ न त है कस्तो रहेछ के रहेछ त। दिदी नमस्ते आराम हुनुहुन्छ? मेरो लेफ्ट साइड छ यता यो साइकल मोटरसाइकल स्कुटर पार्किङ त्यहाँ देख्न सक्नुहुन्छ सचिवालय। यता रहेको छ मेरो राइट साइडमा गेट भन्दा राइट साइडमा इन्क्वायरी। हजुरलाई चाहेको इच्छा भएको के सोध्न चाहनुहुन्छ हजुर मनमा लागेको कुराहरू सोध्न सक्नुहुन्छ। र यहाँ रहेछ भिजिटर रेजिस्ट्रेसन देख्न सक्नुहुन्छ। यहाँ चाहिँ आफ्नो इन्ट्री गर्ने आफ्नो नामहरू अनि उहाँहरूले चाहिँ यस्तो कार्ड दिनुहुन्छ होइन म्याम। के गर्नुपर्छ यो रजिस्टरको लागि केही चार्जेस छ या फ्रीमा एकदमै भिजिट गर्न सक्नुहुन्छ। यस्तो पास दिनुहुन्छ उहाँहरू र एकदमै त्यस्तो एकदम निःशुल्क छ। यहाँ जो कोही पनि आएर इन्ट्रेस्टेड मान्छेहरू जो पनि भिजिट गर्न सक्नुहुन्छ है। मैले यो भिजिटर कार्ड लगाइसकेको छु र हेरौँ है अब यसको इन्ट्रान्स हुन्छ हाम्रो के छ भित्र हेरेर हजुरहरूलाई म बताउँछु। हस् थ्याङ्क यू। हस् यता छ इन्ट्रान्स गेट देख्न सक्नुहुन्छ यस्तो कस्तो राम्रो बनाएको छ यहाँ आएर हजुरहरू देख्न सक्नुहुन्छ यो फोटो पनि खिचाउन सक्नुहुन्छ है। ओके म यता भित्र इन्ट्रान्स भइसकेको छु। के रहेछ त हेरौँ है। ओके यहाँ देख्न सक्नुहुन्छ 13 नम्बरमा डिजिटल मार्केटिङको यहाँ ट्रेनिङ भइरहेछ। कस्तो आनन्द यहाँ। हस् ठिक छ उहाँहरू बनाइराख्नुपर्छ डिस्टर्ब नगरौँ। हस् थ्याङ्क यू सो मच थ्याङ्क यू। चाहिँ हाम्रो 14 नम्बर स्टलमा फोटोग्राफी तथा ड्रोन अपरेसनको रहेछ। यहाँ ट्रेनिङहरू भइरहेछ यसरी भइरहेछ है। हाम्रो म्याम हुनुहुन्छ उहाँ चाहिँ मलाई गाइड गरेर राख्नुपर्छ यहाँ यस्तो भनेर मलाई थाहा छैन त्यो फर्स्टचोटि आएकोमा। हजुर शुभ नाम? गङ्गा भट्टजीले मलाई सहयोग गरेर राख्नुपर्छ थ्याङ्क यू सो मच। यो चाहिँ हाम्रो इलेक्ट्रोनिक्स मोबाइल सिसिटिभी भित्र यहाँ ठिक छ लक छ कि छैन नो प्रब्लम ठिक छ। ओके यहाँ इलेक्ट्रोनिक भइरहेछ। हस् थ्याङ्क यू। यो चाहिँ हाम्रो रेफ्रिजरेटर एसी प्राविधिक रहेछ। ए ठिक छ यसो प्र्याक्टिकल भयो भित्र यो चाहिँ हाम्रो लिखित थ्योरीमा अनि प्र्याक्टिकल चाहिँ बाहिर। ओके 17 नम्बरमा यहाँ बिल्डिङको ओके ओके यसको यो चाहिँ इलेक्ट्रिक कार इभीको। ओके यो चाहिँ प्र्याक्टिकल चाहिँ बाहिर भइरहेको छ। यो चाहिँ हाम्रो थ्योरी क्लासको लागि हो। यता अहिले यो हेरौँला हामी पनि यता प्र्याक्टिकलको मोटरसाइकल स्कुटरको पनि यो रुम क्लास छ। ओके हस् थ्याङ्क यू। यो लेखा व्यवस्थापन पनि रहेछ। आहा कति आनन्द हेर्नु त कति राम्रो लेखा व्यवस्थापन। ओके प्लम्बिङ क्लास भइरहेछ यहाँ प्र्याक्टिकल र थ्योरी रुममा। हस् थ्याङ्क यू। यो चाहिँ हाम्रो बिल्डिङ इलेक्ट्रिकल वायरिङ क्लास चाहिँ प्र्याक्टिकल बाहिर भइरहेछ है। यो चाहिँ हाम्रो बेड बाँसको क्राफ्ट हस्तकला सामग्री देख्न सक्नुहुन्छ। इन्ट्रेस्टेड मान्छेहरूले तपाईँहरू यसरी नै राख्नुपर्छ है। मैले डिस्टर्ब गरेँ है दिदी बहिनीहरूलाई। हस् उहाँ यस्तो भित्र जान पाएन ल। उहाँ यहाँ हेर्नुहोस् कस्तो राम्रो राम्रो बुट्टाहरू सिकिराख्नुपर्छ है। हस् थ्याङ्क यू। यस्तो छ यहाँ रहेको छ एडभान्स ब्युटिसियन। अब यहाँ चाहिँ ल यो चाहिँ हेयर कटिङको रुम रहेको छ। उहाँ म्यामले मलाई चाहिँ धेरै हेल्प गरेर राख्नुपर्छ गाइडिङ गरेर राख्नुपर्छ। राणा थारू पोसाक हेर्नुहोस् यो 10 नम्बरमा। यो चाहिँ राणा थारूहरूको जस्तै यो पोसाकहरू छ यहाँ। ल यहाँ देख्न सक्नुहुन्छ डङ्गुरा थारू पोसाक है।
11 नम्बरमा हेर्नुहोस् कति राम्रो देख्न सक्नुहुन्छ यहाँ सिलाइराख्नु भएको छ है सिलाएर पनि यहाँ एकदम रेडी भइसकेको छ यो माथि देख्न सक्नुहुन्छ है हस् थ्याङ्क यू यहाँ के हुन्छ यो अन्य जात जाति पोसाकहरू छ होइन के हुन्छ यहाँ ओके यहाँ चाहिँ गुन्ने चोलीदेखि लिएर सम्पूर्ण हस् त यता कफी बारिस्टाको रहेछ 22 नम्बरमा वेटर वेट्रेस 23 नम्बरमा यो चाहिँ 21मा रहेछ इसिडी शिक्षक फास्ट फुड 24मा रहेको छ अनि बेकरी आइटम पनि यहाँ सिक्न सक्नुहुन्छ यता यो चाहिँ फर्निचरको यहाँ देख्न सक्नुहुन्छ फास्ट फुड कुक बनाइराख्नु पर्छ सिकाइराख्नु पर्छ प्र्याक्टिकल रूपमा यो चाहिँ हाम्रो फ्रेसको ट्रेनिङ दिइराख्नुपर्छ प्र्याक्टिकल रूपमा यो खोलेर स्ट्यान्ड अनि यो चाहिँ दुईटा खोल्ने अर्कै हाल्दिनु सहकार्य गरिराख्नुपर्छ यो चाहिँ हाम्रो फ्रिज एसी रेफ्रिजरेटर वर्कसप र यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ काठको फर्निचर कस्तो राम्रो हेर्नुहोस् त कपहरू ग्लासहरू यो चाहिँ बेलना भन्छ के अरे है हाम्रो भाषामा रोटी बेल्नलाई अनि टाडु छ काठको कस्तो आनन्द होइन अनि चौकी है रोटी बेल्नलाई यो चाहिँ हाम्रो फर्निचरको काठ फर्निचर भइरहेको छ यो चाहिँ वेल्डिङ वर्कसप यो प्र्याक्टिकल रूपमा भइरहेछ यो चाहिँ हाम्रो इलेक्ट्रिकल प्लम्बिङ वर्कसप रहेछ यहाँ प्र्याक्टिकल रूपमा गरेर राख्नुपर्छ उहाँहरूले यस्तो हुन्छ यो चाहिँ हाम्रो इबी वर्कसप रहेछ उता चाहिँ हाम्रो उहाँ सिकाइराख्नुपर्छ यो चाहिँ मोटरसाइकल वर्कसपको देख्न सक्नुहुन्छ ओके साथीहरू फाइनली अल टोटल भिजिट गरिसकेको छु जुन हाम्रो 2082 सालको शिवमूलक मेला धनगढी उपनगरपालिकाले दिएको छ यसमा चाहिँ विभिन्न किसिमका शिवमूलक तालिमहरू छ यसमा चाहिँ तपाईँहरू सिप सिक्नुहोस् र रोजगार बन्नुहोस् स्वरोजगार बन्नुहोस् नेक्स्ट इयर म पनि आफ्नो नाम रजिस्टर गर्नेछु हस् थ्याङ्क यू सो मच